बुद्धं शरणं गच्छामि धम्मं शरणं गच्छामि संघं शरणं गच्छामि।
मिङ्गाल सिमलाला नि मिङ्गाल मायाला छो मिङ्गाल सिमलाला नि मिङ्गाल मायाला छो सुसिमङ्गाला चुलुइङ्गाला सुसिमङ्गाला चुलुइङ्गाला तिनी हन्दे दन्चोल्जी ngaला मायाला जो तिनी हन्दे दन्चोल्जी ngaला मायाला जो तसै येंगा जैलिन छम तगै निमा दावरङ बायेंगा सिसै सोसै छम तगै लाब खगै लङसर खगै यांगला माया टंगै जुनी जुनी दोना यांगा कोन्ज सुमला मोलम थक्कै दहीको ठेकी माछा नि जुन्या छ बाबु माया नै माया छ तिम्रो नाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा माया नै माया छ तिम्रो नाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा
प्रीति नै प्रीति छ तिम्रो ठाउँमा तिमलाई भेट्न आउँदैछु तिम्रो गाउँमा तिमलाई भेट्न आउँदैछु तिम्रो गाउँमा तिमलाई भेट्न आउँदैछु तिम्रो गाउँमा सपनाको संसारमा म त भुले नि विरतीको दुनियाँमा आइपुगे नि ए सपनाको संसारमा म त भुले नि विरतीको दुनियाँमा आइपुगे नि होस हराउँछ मन रमाउँछ Gade jeba jami gade chare jima hoi pongdi nam sala asyangala wala wala gambai gade jeba tor tor nala shaurangwa Gade jeba jami gade chare jima hoi pongdi nam sala asyangala wala wala gambai gade jeba tor tor nala shaurangwa hoi asyang hoi ahi yela jami pinwa ki apinawa आशंग होए आही येला जामे पिनवा की आप पिनवा अंग्रे मजे बा गोई जिन्ना ना प्यांगरी हिंसाई मार पिन्ना ना लायो मेरे यो जिंजी आपा से चांग बागो बिल जिनजी Angre majeba koi jinna na pyari hinsai mar pinna na layo mere yo jindi aba se changba go bil jinji hoi asyang hoi ahi yela jame pinwa ki ap pinwa hoi asyang hoi ahi yela jame pinwa ki ap pinwa Abdena amla za changwa maya la thai thai ring acharwa asyang la jame cha new bisi dimla ba singa da bangwa Abdena amla za changwa maya la thai thai ring acharwa asyang la jame cha new bisi dimla ba singa da bangwa hoi asyang hoi ahi yela jame pinwa ki ap pinwa hoi asyang hoi ahi yela jame pinwa ki ap pinwa hoi asyang hoi ahi
जामे पिन बगी आप पिनवा होए आशंग होए आई एला जामे पिन बगी आप पिनवा होए आशंग होए आई एला जामे पिन बगी आप पिनवा जंग बहाई नाचो कमर भाचो डम्फुको तालैमा हाँसीमा राखौं बोलीमा राखौं एक बारको जुनीमा
एकदमै धेरै ल संवादन फ्याबोला लासो हैन पहिला चाहिँ निचरी जागी शुभकामना सुन्युवा थन्दा झ्यापटानमा फुलबल लागेछ सबभन्दा पहिले चाहिँ लामा गेम चाहिँ टसी चेकपा टसी चेकको पर्दबला अनि बेलसँग दाब गुन थन्दा झ्याप चाहिँ थन्दा थोपकै सोसी थन्दा लागेछ हारे चुरी टसी गेबिकिङ अनि पडबलाई थेमसे लिछ जाजा रानी गर्दै त अनि चु बार तमंगला जाजा चु ताम्बा जाजा चु के दङ जाजा जगिन भिलावा हाते लिछ जा पहिला जगनी चु लासो ओम नमो श्री आनंद राजे लुंडो बेटो जे जग जन जबाय संगे ज तंगे दम भवे ज कुन ल ज बदे ज ज दम द जे बलवे बदेव र च बगे ल ज ज ल जम जुन बलदेन दुर जे जे रे जो गम बजम सेङ बडी बनम ग जे नंगै नि म भज कुन द ज उद्बर द जे बेगा लो जे द न ब द वर ले नि माये ज ज ले न द जे बलगे ज जन ज सम बगे ल ज जे गे गे म गे सङ ओ देन बब तो सी ल म गे ल छ ज ल सम ब चम ब दे जे सि मे ब मे दे द गे ब युर ग सम बगे ब द लो मे मे स न द जे द ल ज जम ल गे द नि र शिवाय कुजिने दुंदा बले संदय तो सी देले पोसो छ बर श द जन दन र जवा चम्बला गे द ओ गे गे नो ज सम बे मा गे स यो जन छ गे ngo दुङि बे मा जुने से स द ग द ग द म बे गे गे जे स द दु गे जिङि लो जे से स गुरु बे मा से दे लोडिन पर जे स द मे ngo द चल द म ओ बे ज गुरु बे मा देवा द गिने कया अबे केन ज ओम क अबे केन ज द ज गे छ नम ल ज ज बर द द ने गे स जे द गे ज स गे बे सन द ल भेन जे संगे द बर श संगे श द ज गे ज नम ल ज ज बर द द ने गे स जे द गे ज स गे बे सन गे द म गे नम का द नि मे सम जन तम जे देवा द देवे गे द जम रे गे जे दुंगल गे गे द द ने बर गे जे ओ त जुन को नि जे जिङि बे हो यो लासो अब थरमन मुसेला तासिन ताबरी और तासिला ngai jaja sewa अनि त्यो ताम्बाला भात जाजा ताम्बाला तमचुङी सुङलवा 12 वटा प्रकारला भातवा सुङलवा हो त्यसपछि अनि तिन ngai छ खासै ताम्बाला भात जाजा हैन दिवेसन चरी समय आरे तैसा नम तातमला भात बसी जन मैले चाहिँ यहाँहरु सबैलाई चाहिँ मैले चाहिँ यो अनुरोध गरे मैले चाहिँ यो खस भाषाबाट अथवा नेपाली भाषाबाट मैले चाहिँ यो आजको यो चारदम बागदादको जुन छ तामाङको चाहिँ रीतिरिवाज हिमछिम जुन छ हाम्रो हिजोको चाहिँ बाउ बाजेबाट मात्रै नभएर हाम्रो हिजो भएको हुनाले 2568औं चाहिँ बुद्ध जयन्ती मनाइरहँदाखेरि पनि हाम्रो इतिहासमा हामी वर्षको चाहिँ हाम्रो इतिहासहरु पाउन सक्छ त्यसैले तामाङको इतिहास चाहिँ धेरै ठूलो छ धेरै माथिको छ त्यसो भएको हुनाले हामी तामाङले चाहिँ एउटा यो यस्तो चाहिँ शुभ कार्यमा शुभ साहतमा छ त्यसैले मैले चाहिँ आज यहाँ हरुलाई चाहिँ मैले यो निवेदन गराए हरुले चाहिँ यसरी चाहिँ सगुन राखेर दोहोरी ताम्बा बस्नु भएर चाहिँ यसरी चाहिँ अलिक अब ख्याल ठट्टा गरेको जस्तो अलिक के हसाएको जस्तो के गरेर गर्नु हुन्थ्यो त्यसरी चाहिँ हैन अहिलेको चाहिँ यो सबै चाहिँ परिवर्तन भएर आइसकेको अवस्थामा हामीले त्यो त्यसरी चाहिँ हामीले चाहिँ ताम्बा बातहरु गरिरहनु पर्दैन के रे चारदम बागसँग चाहिँ बोल्नु चाहिँ सक्दिन भएन भने योलाई चाहिँ यो काम गर्दाखेरि यो चाहिँ शुभ कार्य गर्दाखेरि चाहिँ अलि अधुरो हुँदै रहेछ त्यो चाहिँ यसरी चाहिँ हामी जुन भेलसँग गरेछ यो शुभ विवाह हामी प्रारम्भ गर्दैछ आज हामी शुभारम्भ गर्दैछ र योले फेरि हामी सम्पन्न पनि गर्दैछ बृहत रूपमा यस्तो अवस्थामा चाहिँ हामीले के गर्दैछौं भन्दाखेरि चाहिँ अब हामीले ताम्बा भने चाहिँ तामाङको चाहिँ इतिहासको कुराहरु गरेर जुन इतिहासको चाहिँ वर्णन गर्छ र जुन इतिहासको चाहिँ नियमहरुलाई चाहिँ यहाँ चाहिँ सबै चाहिँ प्रस्ताएर आफ्नो चाहिँ तामाङको इतिहास अनुसारको चाहिँ यो विवाह सम्पन्न गर्छ हो त्यसैले ताम्बा भन्नु हुँदैछ मैले अघि नै आस्याङ चाहिँ आस्याङ सिङतान हुनुहुन्छ अनि यता हाम्रो दुलापटीको मुक्तान हजुर लासो आस्याङ रेम्बोर्छे लासो गानबा गानसुन गदे गाचुरी अनि लासो लामा रेम्बोर्छे अनि चुरी यांला सेरगेमलासी माम धन्जासियो बजा यांला लामा रेम्बोर्छे तामा रेम्बोर्छे भनबो रेम्बोर्छे अनि घनबा रेम्बोर्छे अनि यांला चुरी तिनी लाचु बेलसंगरे फेप्सियो बजा नियब न्युंगुर गदे जजा आले नाना आंगा दुगु यांला मेमे आखे मम यांला अनि जतु नाना आंगा जतुगु यांला बुरिङ गदे छङ अब
मैले यति भनिसकेपछि चाहिँ आजको यो चारधाम भागवतको मैले जुन यो कामहरू म शुभारम्भ गर्दैछु यो पहिला चाहिँ हामीले अहिले ताम्बालाई चाहिँ अहिले यो ताम्बाको इतिहासमा अहिले ताम्बा चाहिँदैन भन्ने पनि धेरै छ ताम्बाको कुराहरू गर्नु पर्दैन भन्ने पनि छन् अब यो चाहिँ के कारण चाहिँ पनि धेरै अलिकति चाहिँ विकृति आएको कारणले होला सायद र त्यसलाई पनि राम्रोसँग बुझाउन नसकेर होला सायद नियमहरू छ त्यो चाहिँ मावै सिङ्गी ताम्बाले जुन किसिमले चाहिँ त्यो काम गरेको हुन्छ त्यतिखेर चाहिँ भोन्बोको पनि उत्पत्ति भएको छैन लामाको पनि उत्पत्ति भएको छैन त्यतिखेर चाहिँ अनि तामाङ त उत्पत्ति भइसकेको थियो तामाङको नियमहरू सबै पालन भइसकेको थियो त त्यतिखेर चाहिँ कसले गरेको थियो र भन्दा मावै सिङ्गी ताम्बाले चाहिँ त्यो हाम्रो इतिहासको बारेमा चाहिँ हाम्रो नियमहरू अहिलेको चाहिँ यो सरकारले बनाएको चाहिँ जुन विधान छ नि हो नियमहरू छ नि कानुन छ हो त्यस्तै कानुन चाहिँ हाम्रो यो तामाङको चाहिँ बनाएर राखेको हुँदो रहेछ नि थिङको होइन अजित कुमार थिङ हाम्रो रामलाल थिङ र सरस्वती थिङको चाहिँ सुपुत्र होइन अनि अजित कुमार थिङको र अनि यता अनि निमाया स्याङतनको सुपुत्री हुन गइरहेको छ गर्न सकेको भएन भने हाम्रोमा चाहिँ अधुरो ठान्दो रहेछ कुराहरूलाई चाहिँ मैले अगाडि बढ्छमा के रहेछ भने यदि मामालाई नसोधिकन मामालाई चाहिँ हामीले चाहिँ सगुन चाहिँ मामालाई राख्नुपर्ने रहेछ त्यसो भएको हुनाले आजको यो जुन चाहिँ यो उसमा चाहिँ मामाको चाहिँ काम कर्तव्य के हो भने अहिले चाहिँ त्यो कुराहरू गर्न थाल्यो भने यहाँ चाहिँ यसले त छुवाछुतको कुरा पो गर्दो रहेछ हो भन्ने कुरा हुन्छ लामा यदि आफ्नो छोरी पहिला त अब पानी नचल्ने पनि भन्नु हुँदो रहेछ अब ग्यालाम दिला ग्यालाम फिला होइन मैले यो भन्नैपर्छ स्पष्ट रूपमा कुनै चाहिँ एउटा थरीको एउटा जातको भइदिए अर्को जातको तामाङ बाहेकको अर्को जातको भइदिए भए अनि त्यसले चाहिँ अन्यत्र सोच्नु हुँदैछ त्यतिखेर त्यसो भएको हुनाले चाहिँ मामाको कर्तव्य चाहिँ के हो भने त्यस्तो छैन है मेरो छोरी त्यस्तो छैन मेरो गाईको बाछी चाहिँ त्यस्तो होइन भन्नु भएर चाहिँ यदि त्यस्तो हो भने मामाले चाहिँ चोखाउनु पर्ने हुँदो रहेछ मामाको कर्तव्य त्यही हो रहेछ ल्याउनु भएर अनि त्यो भान्जा वा भान्जीको चाहिँ जिब्रो छेडेर जिब्रोबाट निस्केको चाहिँ जुन किसिमको चाहिँ रगत छ त्यो रगतलाई चाहिँ मामाले खाइसक्नु भएपछि अनि आजबाट चाहिँ मेरो आफ्नो जात मेरो आफ्नो चाहिँ रुई भयो है मेरो चाहिँ रुईको अनि मेरो चाहिँ बाछी हो यो चाहिँ मेरो शुद्ध छ भनेर चाहिँ उहाँले प्रमाणित गर्नुहुने रहेछ त्यसो भएको हुनाले अनि मामाको चाहिँ हामीले आशीर्वाद थाप्नु पर्ने रहेछ नि त त्यसो भएको हुनाले चाहिँ आजको दिनमा चाहिँ मामा सँगसँगै क्लिङ्ला खवरमा आसेङ्रे मुर्छे लासो आसेङ्रे मुर्छे अब राङ्ला चाहिँ अब तपाईँको गाईको बाछी आज चाहिँ तपाईँको जुन पुत्री हुनुहुन्छ उहाँको आज शुभ कार्य हुँदैछ मैले यो चारधामको कुराहरू छिन्न लाएँ यसमा चाहिँ फेरि पहिला चाहिँ चारधाममा चाहिँ के गर्नु हुँदो रहेछ भनेदेखि चाहिँ यो एउटा चाहिँ कुदाउनु हुँदो रहेछ अनि कुखुरा चाहिँ फेरि चाहिँ अब यो त यसरी चाहिँ के अरे जार चाहिँ पऱ्यो भने पछि मेरो चाहिँ कसरी लैन म यसरी काट्छु भनेर काट्नु हुँदो रहेछ त्यो चाहिँ अलिकति हाम्रो त्यो पनि बिग्रिँदो रहेछ तामा मेमेहरूले कुखुराहरू ल्याउनु भएको छ भने उहाँहरूको तर्फबाट क्षेत्र भन्ने चाहिँ हुन्छ उहाँ चाहिँ जीवनदान गरेर चाहिँ पठाइदियो भने पनि अति राम्रो हुन्छ कुखुराहरू ल्याउनु भएर अहिले यो चारधाम भागवत छिन्ने बित्तिकै उहाँहरूको चाहिँ उत्तर प्रगति र उहाँहरूको आयु बढोस् र उहाँहरूले कहिले पनि त्यस्तो बाधा अर्चन नआओस् भनेर हामीले चाहिँ त्यो चाहिँ के अरे खोलामा हाल्ने चलन र अनि यो चाहिँ के अरे यो पाले आशीर्वाद दिएर हामीले उठाउने चलन बढी छ उसले चाहिँ उठाएर पढाउने चलनहरू छन् त्यसो भएको हुनाले तामाङहरूको त्यस्तोहरू चलन छ त्यस्तोहरू ल्याउनु भएको छ भने पनि अब यहाँ अगाडि अब ल्याइदिनु होला आउनु त्यस्तो ल्याउनु भएको छैन भने चाहिँ मनै चाहिँ आजबाट चाहिँ उहाँहरूको चाहिँ उत्तर प्रगतिको काम के अरे गरेर प्रगतिको चाहिँ उहाँहरूले चाहिँ शुभकामना दिएर हामी त्यो काम गर्दैछौँ र अब मैले छिट्टो अनि चारधाम आजलेसम्म चाहिँ मान पक्का अथवा अनि फेरि अनि यङलाई चाहिँ अनि चाङनुन पक्का अथवा चारधाम लबदैन चारधाम चाहिँ भागदत लबेनी जान्छ अनि चङ पक्का महापक्का लबर लाखेर जा चारधाम भागदत हिँड्नु हो आजबाट चाहिँ अब एकछिन पछि त अब तपाईँ दुईजना आफ्नो चाहिँ उसमा अब अघि जुन ढोकामा स्वयम्वर गर्नुभयो तर यो स्वयम्वर यो संस्कृतिभित्र चाहिँ पर्दैन यो अब हामी तामाङमा चाहिँ के पर्छ त भन्नाले गेटमा चाहिँ हामीले स्वयम्वरहरू गर्नु पर्दैन त्यो के अरे कलर हुँदैमा चाहिँ केही बिग्रेको पनि होइन तर हाम्रो चाहिँ मैले संस्कृति अनुसार मात्रै कुरा गरेँ अब यो आसाङको चाहिँ मैले यस्तो चाहिँ सायदले जोड्यो आसाङ अब मैले हिजोको दिनमा मैले चाहिँ कर्म भोगेर आयो जे गरे पनि आसाङले मलाई कर्म दिनुभयो
यो संसारमा चाहिँ आस्याङको चाहिँ मलाई म यसरी चाहिँ आज भ्रेलसङ भएर जाँदै गर्दाखेरि आस्याङको चाहिँ मलाई आशीर्वाद चाहिने रहेछ। मलाई चाहिँ मैले आस्याङलाई मैले यतिखेर मैले केही पनि चढाउन सकेन र यो तामाङ मर्मेन्जन भोइ गेल्बो ठिमको चाहिँ हिजोको हाम्रो 18 जात 12 तामाङको चाहिँ जुन रिमठिम छ त्यो अनुसार चाहिँ मैले आज आस्याङलाई चाहिँ आस्याङको त्यो गुणहरू मैले तिर्न सकेन। आज चाहिँ मैले त्यो गुण तिर्नको लागि मैले यो सगुन यो लाखौं सगुन सम्झिनु भएर मलाई चाहिँ आशीर्वाद दिनुहोला। ल सो अब त्यहाँ अब भयो अब तपाईँ उदाहरणमा मलाई देखाउनु भयो। त्यसपछि 3 वर्षसम्म मैले चाहिँ अब यो त्यसो भएको हुनाले आज मेरो चाहिँ अब भुइँमा भए चाहिँ दाम भयो यो संसारमा मलाई देखाइदिनु भयो। अब राम्रै लाग्छ। भोलिको दिनमा के हुने हो कसो हुने हो मलाई केही पनि थाहा छैन आमा। अब मलाई के हुने होला थाहा छैन मलाई। त्यसैले आमा म आज जाँदैछु। तपाईँको चाहिँ जुन किसिमले चाहिँ मलाई दिनुपर्ने तपाईँको जुन चाहिँ मलाई चाहिँ पर्ने हो आज चाहिँ यो तपाईँलाई मैले यो सगुन नै यो त्यो शुभ दिनमा चाहिँ मैले तपाईँलाई यो सगुन चाहिँ मैले राखेर ढोक्दैछु र तपाईँले अब अब आमा चाहिँ मलाई जन्मदिन भयो आमाले जन्मदिन भयो मलाई चाहिँ पढाउनु भयो संस्कारहरू तपाईँले सिकाउनु भयो चाहिँ शुभ सायद चाहिँ म जानै पर्ने रहेछ। त्यसो भएको हुनाले मलाई आज बुवाबाट मलाई चाहिँ आशीर्वादै मलाई चाहिँ सबै कुरा ठुलो हुने भएको हुनाले मेरो बुवाले चाहिँ मलाई आशीर्वाद प्रदान गरिदियोस् बुवा। अब म जाँदैछु। ल अब मेरो भाइ अथवा दायित्व रहेछ भाइ। अब यो चारधामको चाहिँ कुरा चाहिँ छ यहाँ। अब चारधाम चाहिँ मैले आज अब बाउ आमा भनेको त अब के अरे डाँडाको चाहिँ आजको दिनमा चाहिँ मैले चाहिँ यो अरूको मैले चाहिँ घरजाम गरेर चाहिँ खाँदै गर्दा म यहाँबाट मेरो यो घरलाई चाहिँ मैले मेरो जन्मको यो चेलीको जिन्दगी हो। हाम्रो चाहिँ सलैलो कुङ्भ मिल्यो कि के हो भन्छ यो चाहिँ शरीर चाहिँ भाइ अब तपाईँको सबै जिम्मा चाहिँ तपाईँको हो र भोलि म केही गरी तलमाथि भइदियो भने अब त्यस्तोमा चाहिँ तपाईँले चाहिँ मलाई राम्रोसँग चाहिँ हेरिदिनु पर्छ भनेर चाहिँ तपाईँले त्यही धेरै कुरा गरेर तपाईँहरू सबै रुनु रहेछ। त्यो अलिकति भाइ मयुङ छ होइन। ल हाम्रो आफ्नो भाइ अब दाइ हुनुहुन्छ। अब भोलि चाहिँ आफ्नो चाहिँ एउटै चाहिँ लम्टा चाहिँ चुसेको चाहिँ एउटै चाहिँ कोखबाट एउटै गर्भबाट चाहिँ हामी चाहिँ जन्मिएको चाहिँ हाम्रो के अरे भाइ भएन भने भाइ हुनु भएन भने उहाँको सट्टामा भाइ मयुङले चाहिँ काम गर्न सक्छ। त्यसैको कारणले गर्दा तपाईँले नै फेरि मलाई मेरो दाइले मेरो भाइले जे गर्नुभएको छ कसरी सहयोग गर्नुभएको छ हो मलाई त्यसरी नै सहयोग गर्नुपर्ने तपाईँले हुन्छ। यदि चाहिँ मेरो चाहिँ अब अहिले चाहिँ म श्रीमान भनेर आजदेखि चाहिँ म कहिल्यै पनि नछुट्ने हाम्रो यो जीवन हुन्जेलसम्म हाम्रो आयु हुन्जेलसम्म हामी नछुट्ने बाजा बन्धनका साथ हामी आज यो भेलसँगमा आज यो शुभ विवाहमा हामी बाँच्यौँ लगनगाँठोमा बाँच्दैछौँ। उहाँको मन फर्केर मलाई केही गरेको खण्डमा मलाई तलमाथि गरेको खण्डमा अथवा उहाँले चाहिँ मलाई चाहिँ निधार गर्नुपर्छ र उहाँ त्यस्तो नहोस् मलाई आशीर्वाद दिनुहोस्। त्यो आशीर्वाद नै लाखौं चाहिँ भरिपूर्ण हुनेछ। तपाईँहरूको जुन किसिमले चाहिँ मैले तपाईँको आज के अरे स्याङदनको चाहिँ स्याङदन खोजनको मेरो बाउ आमाको मेरो चाहिँ मयुङहरू मेरो भुसिङहरू मेरो चाहिँ सबै दिदीबहिनीहरूको मैले इज्जत राखेर मैले चाहिँ तपाईँहरूको सबै चाहिँ अब नामहरू राखेर म खान्छु र जान्छु। तर पनि भोलि के हुन्छ के हुँदैन कालखण्डमा कतमकवादी केही गरी त्यस्तो चाहिँ हुन गयो भने मलाई चाहिँ तपाईँले उद्धार गरिदिनु पर्छ है के अरे मयुङ आबा भनेर चाहिँ अब मयुङ बा हो भन्नुपर्छ आजको लागि। ल आज चाहिँ मैले तपाईँले सगुन राखेको छ तपाईँले चाहिँ मलाई चाहिँ त्यसो गरिदिनु होला। ल अब चाहिँ बागदत्तको अब यो चाहिँ चारधाम भनेको चारधामहरू उहाँको सबै तपाईँले चाहिँ चलाउनु उपभोग गर्नु पाउनुहुन्छ। त्यसो भएर कन्यादान हुँदैन। त्यो भएको हुनाले हामी तामाङहरूको चाहिँ भोलि केही गरेर कतम कताबी हाम्रो चेली के भयो भने माइती त्यहाँ नपुगिनेसम्म केही गर्नु पाउँदैन। चाहिँ अब हजुरको के अरे हाम्रो ज्वाइँ साहबलाई आज चाहिँ अब हाम्रो ज्वाइँ साहबलाई चाहिँ तपाईँले दिनुपर्ने हुन्छ। अब हजुर होइन चाँदी भन्दा पनि टल्किरहेको तपाईँले त्यो फुललाई चाहिँ स्याहार्ने क्रममा यो तपाईँको चाहिँ छरछिमेकमा तपाईँले चाहिँ अब कति चाहिँ उहाँलाई चाहिँ अब सिकाउनु भयो होला
त्यही अनुसारले चाहिँ आज उहाँ चाहिँ चेली चाहिँ आजबाट चाहिँ अर्कै ठाउँमा चाहिँ उहाँ चाहिँ जानु हुँदैछ भने चाहिँ चित्त नदुख्नु होला र उहाँलाई चाहिँ यही चाहिँ उसबाट चाहिँ ल सर ल हुनाले हामी सबै टाढा पुग्नु यदि भनौँ न अब सिधै भन्नुपर्दा अब यदि स्याङतन स्याबाट चाहिँ जन्मेको छोराछोरीहरूको चाहिँ सबै चाहिँ स्याङतन हुँदैन उहाँको चाहिँ उहाँबाट जन्मे तापनि त्यसो भएको त्यस्तै होलीको दिनहरूमा चाहिँ मेरो चाहिँ यो रुई चाहिँ मेरो स्याङतनको रुई यो चाहिँ हट्टी चाहिँ म सबै तपाईँलाई चाहिँ आज चाहिँ जिम्मा दिन्छु तर यो हट्टी चाहिँ अहिले पछि आउँछ यो कुराहरू चाहिँ तपाईँलाई जिम्मा दिएको छ यो चाहिँ भोलि पर्सि देवीले जा गालाई चेलीले रुई कि जा गालाई लुई सी अनि बल्ल थेला त्यतिक लगे अनि छिन भान तामुल थिए हो थे त सिमाले जान्छ त्यसो भएको हुनाले उहाँको यो चाहिँ हट्टी चाहिँ त्यो रुई चाहिँ उहाँको थर चाहिँ उहाँको स्याङतनै हो तपाईँको हिजोको अनि लास्टमा चाहिँ हामी एक दिन हामी यो संसार छोडेर जानु छ त्यसो भएको हुनाले आज चाहिँ दिनुहोस् अब तपाईँ यो बत्ती बाल्नु छ यो चाहिँ अलिकति यसरी चाहिँ अब भेलसङ भयो अथवा विवाह शुभ विवाह सम्पन्न भयो भनेर अब यस्तोमा भएदेखि चाहिँ हिमालको झ्योमो गाउँसम्म सानबा लाहेर जामी अनि क्यु नामे से थाइ जिम्रो सुन्दोजिरे अनि मर हिँड्छ हामी अनि घङ्गरी हिँड्छ मर चाहिँ तारङा क्षेत्र खाँदा भयो क्युरी युदो भयो तारङा भोर्सी युदो भयो थोरै हिँड्छौँ अनि नामे निमित्त अनि फुलदो भिर्छ कारण थिएन तैपनि अहिले त्यो नभए तापनि चरण ल्याउनु नभएको भए पनि अब त्यो के अरे अब होइन सम्झिने अनि अब चाहिँ के भन्नु भने तपाईँले ल मलाई अब चेली त मलाई अब स्याङतनको चाहिँ जुन चाहिँ मारमेन्दो मुइमेन्दो त मारमेन्दो ला मेन्दोरे क्याप्तोबा मेन्दोरे क्याप्तोबजिम अनि के अरे चेली जाजा फेरि स्याङ्री क्याप्तोबजिम वा स्याङ्री आक्यातेसम्म यहाँलाई चाहिँ मनुष्यलाई जाजा फेरि चुरुङमा चाहिँ संसार फैलाए चाहिँ वा हो तसीमा त्यसो भएको हुनाले चाहिँ निमित्त स्याङदन भएको एकछिनको लागि म पनि स्याङदन रामलाल थिङ सरस्वती थिङला जा अनि अजित कुमार थिङ अनि मानबहादुर स्याङतन देन्छम शुभ दिन शुभ सायदमा उहाँले चाहिँ सुन्यो रे होइन तल भइदिइन चाहिँ अब समुद्रमा भयो चाहिँ माछा अनि त्यहाँको सबै चाहिँ चिजबिजहरूले सबै प्राणीहरूले सुन्यो अरे अनि त्यहाँबाट अनि हाम्रो यो जम्बुलिङमा भइदिए चाहिँ अनि छोरी सुबुजा ला लु चेन री गदे अनि देउराली माता अनि मुन चाहिँ 10 डिस्ट्रिक्ट सुबुजा चाहिँ रिमठिमहरू यो कार्यक्रम चाहिँ यही मैले बिचमा उहाँलाई चाहिँ अब टिका टालो गर्नु भएर चाहिँ उहाँले टिका गरिदिनु होला टिका टाला चाहिँ मामाबाट सुरु गर्नु भएर अनि आफ्नो चाहिँ भाइले कामना छ उहाँहरूलाई चाहिँ एकदम उत्तर प्रगतिको कार्यक्रम भनेको नहोस् र जहिले पनि उहाँहरूलाई चाहिँ सुख शान्ति एवं दीर्घायु प्राप्त होस् भन्ने सँगै कोन्जोसुमसँग चाहिँ हामी मलम गर्दै अब मैले चाहिँ यो चारधाम बागदत्तको चाहिँ यो बादलाई मैले छोटकारीमा यही नै बिट मारेको कुरा यहाँहरूलाई अवगत गराउँ चारधामको चाहिँ यो सगुन चाहिँ माथि राखिदिनु होला र यहाँहरूले चाहिँ यो सबैले चाहिँ कुल्यानीहरूलाई चढाइदिनु हजुरहरूले चाहिँ यो सगुनलाई चाहिँ लिनु भएर अब उहाँहरूलाई चाहिँ फेरि त्यो आशीर्वाद दिएर त्यो चाहिँ उहाँलाई नै जिम्मा दिनु भयो नि हुन्छ सबै कार्यक्रम यही समाप्त भएको घोषणा गर्न चाहन्छु लासो क्याबुल्ला लासो राम्ररी देखेर आएको जिउ झन रहेछ सर्लकै परेको चिनजान गरौँ हुन्न रहे मै च्याङ के थाहा हाम्रो मिल्छ कि र्याङको ठ्याङ हेर्दैमा राम्ररी देखेर आएको जिउ झन रहेछ सर्लकै परेको चिनजान गरौँ हुन्न रहे मै च्याङ के थाहा हाम्रो मिल्छ कि र्याङको ठ्याङ ख्याल गर्नु बेलैमा ख्याल गर्नु बेलैमा भोलि त के हुने थाहा छैन तर
कर्मको खेलैमा भोलि त के हुने थाहा छैन कर्मको खेलैमा राम्रेमा तरुणी देख्दैमा धाउनेले मिठो मिठो भाषण दिएर आउनेले चिनाजाना पछि त भइगयो भन्छ कि के थाहा तिमीले गफ मात्र हान्छ कि हे राम्रेमा तरुणी देख्दैमा धाउनेले मिठो मिठो भाषण दिएर आउनेले चिनाजाना पछि त भइगयो भन्छ कि के थाहा तिमीले गफ मात्र हान्छ कि भर छैन अचेल त हे भर छैन अचेल त कसरी मन पेटो खोल्नु खै तिमीले मैले त कसरी मन पेटो खोल्नु खै तिमीले मैले त कसरी बुझौँ तिमीलाई यो जन
बोल्छ हामी छैन बिस्तारै ताले फास्ट पनि भयो मौका हाम्रो अर्को भाइ अलिक पर बस्छु gantungan yo. Kore. Ayo pulang. Jadi no way. Langsung dia pulang. Jadi. Baik ayo. Jangan hello madu. Hello. Bayu. Bawa leman juga. Ini jangan lau. Bawa leman. बच्चे से खान मां
रुक साथ म्यान बाई जानो बच्चे से खान माशो दिल में रुक साथ म्यान बाई जानो बच्चे से खान माशो उंगली पकड़ के तूने चलना सिखाया था ना दहलीज ऊंची है ये पार करा दे बाबा मैं तेरी मलिका टुकड़ा हूँ तेरे दिल का एक बार फिर से दहलीज पार करा दे मुड़ के ना देखो दिल भरो 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 फसलें जो काटी जाए उगती नहीं है बेटियां जो ब्याही जाए मुड़ती नहीं है फसलें जो काटी जाए उगती नहीं है बेटियां जो ब्याही जाए मुड़ती नहीं चुलबुल चुलबुले बने तिम्रो त हाँस्दाखेरि डिम्पल बढ्ने जाने तिम्रो त चुलबुल चुलबुल चुलबुले बने तिम्रो त हाँस्दाखेरि डिम्पल बढ्ने जाने तिम्रो त मिलेको
जिउ छिनेको कम्मर नानी तिम्रो त मलाई त होला प्यारो भन मलाई त होला प्यारो राजा रानी तिम्रो त मै भन्छु राजा तिम्रो त मलाई त होला प्यारो मलाई त होला प्यारो राजा रानी तिम्रो त मै भन्छु राजा तिम्रो त अहिले फेरि ब्याउलो बिल 10 खानु बा ओइ यहाँ दिनु पैसा किन रे मोबाइल को तू आइ केरामा खाना मार मेरो लाइन मिलाउँदै गर्नु हानला के उडाले जाउडा दिन बारे ढोका गाडीको बंगा Thank you. कौन सी भीड़ किधर?
खोदी गाउने हो हामी त सैलुङ्गे च्याङ्बा हो मन मिले मिरा दिलाउने हो दोलाका फेदा मेरो त घर खर्चाइ मेरो अधिकारी मैचाङले हुन्छ भनेदेखि लाइदेऊला माया पिराती मैचाङले हुन्छ भनेदेखि लाइदेऊला माया पिराती दर्शन गरेर फर्केकी मैचङ्नी भेटैमा भयो बाटैमा सुन्दरी तामाङ्नी हो कालिन्चो दर्शन गरेर फर्केकी मैचङ्नी भेटैमा भयो बाटैमा सुन्दरी तामाङ्नी हाम्रो त फेदको खेतैमा 300 मुरी धान पर्छ म छोरो अर्कै थर भए नि मलाई त तामाङ्नी मन पर्छ समुदायहरुको भए नि सरसङ्गत चाहिँ तामाङको मन मिले पिरती लगाइदेऊ कि के छ नि विचार मैच्याङको मन मिले पिरती लगाइदेऊ कि के छ नि विचार मैच्याङको हामीले सुधार्नु पर्नेछ हाम्रो त मनै गएदेखि बिस्तारै मिल्दै जानेछ माया भन्दा ठुलो जात होइन मलाई त त्यस्तो लाग्दैन